हाई ममको साथीहरू, आज फेरि पनि म सन्दकपुरदेखि फालुटुङको भिडियो लिएर आइसकेका छु। अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुहोला अनि मेरो भिडियोलाई लाइक कमेन्ट फलो गरिदिनु होला। हामी चाहिँ यहाँ सन्दकपुरको सबैभन्दा अग्लो ठाउँमा चढेका थियौँ। त्यहाँ चढ्नु चाहिँ हामीलाई साह्रै गाह्रो भएको थियो। ठुलो ढुङ्गा र अप्ठ्यारो बाटो चाहिँ साह्रै थियो, तर पनि हामी माथि चढेर फोटो भिडियो बनाएर तल झर्यौँ। यो दृश्य चाहिँ सबभन्दा बादलभन्दा पनि माथिको टपको हो। साथीहरू, यहाँदेखि चाहिँ सबै तलको दृश्य र यहाँ बादलहरू पनि तल देखिन्छ। यहाँ चाहिँ मेरो ठुलो मम्मी झर्दै हुन्छ अनि यहाँ म झरिरहेको छु। गफ गर्दै झरिरहेको छु अनि यहाँ मेरो मम्मी झर्दै हुन्छ अल्छी। र हामी सबैजना ओह्रालोहरू सकेर ब्रेकफास्ट खान गयौँ। अब चाहिँ हामी यो हिमालको तल पुग्नेछौँ। यो ठाउँको नाम चाहिँ फालुटुङ अरे। अब यो बाटो चाहिँ फालुटुङसम्मको हो। यहाँको गाउँघर चाहिँ सबै डाँडा काँडाले ढाकिएको रहेछ। सन्दकपुरदेखि चाहिँ फालुटुङ 7 किलोमिटर रहेछ। हामीलाई गाडीदेखि जानको लागि लगभग 1 घन्टा जति लाग्यो। त्यहाँ चाहिँ घुम्नको लागि मानिसहरू धेरै टाढाबाट आउँदो रहेछन्। नेपाल र इन्डियाको सिमाना भएको कारणले त्यहाँ इन्डियादेखि पनि धेरै मानिसहरू आउँदो रहेछन्। त्यहाँको बोट बिरुवाहरू चाहिँ चिसोले गर्दा होला साह्रै सानो थियो साथीहरू। लालीगुराँस र सल्लाको बोटले त्यहाँको ठाउँ साह्रै लालीगुराँस र सल्लाको बोटहरूले त्यो रास्ताहरू चाहिँ साह्रै सुन्दर। लालीगुराँस र सल्लाको बोटहरूले त्यो ठाउँलाई सुन्दर देखिएको थियो। यहाँ चाहिँ हामीभन्दा अगाडि अरू गाडीहरू पनि गइरहेको थियो। साथीहरू, यहाँ चाहिँ उनको स्वेटर भन्ने मुभी पनि सुटिङ भएको अरे। यो ठाउँमा याक र रेड पान्डा जस्ता जनावरहरू पाइँदो रहेछन्। यो ठाउँ सबैभन्दा सुन्दर देखिने चाहिँ कञ्चनजङ्घा हिमालले गर्दा रहेछ। कञ्चनजङ्घा हिमालले चाहिँ यहाँबाट हामी नजिकबाट हेर्न सक्छौँ। यो बाटो चाहिँ एकदमै खराब रहेछ। इन्डियाको बाटो चाहिँ राम्रो रहेछ, तर अहिले चाहिँ जान दिँदैन अरे। अब चाहिँ हामी लगभग पुग्न आँट्यौँ। एउटा गाडी बिग्रेर बसिरहेको थियो। अब चाहिँ हामी पुग्यौँ। म त्यहाँ जाने बित्तिकै हिमाललाई सामनै थिएँ मतिर। यहाँको दृश्य चाहिँ यस्तो छ। अब चाहिँ हामी सबैजना आफ्नो फोनबाट फोटो र भिडियो खिच्न थाल्यौँ। यहाँ मम्मी र म भिडियो खिचिरहेको थियौँ। यहाँ चाहिँ चौरी गाईहरू पनि धेरै प्रशस्त थियो। अब चाहिँ हामी घरतिर आयौँ। थ्याङ्क्स फर वाचिङ। बाई बाई साथीहरू। सी यू सुन।